हे गाइज इट्स रandom सो आई हेभ सुल्तान सन्चार हुन्छ म पनि एकदम फिट एन्ड फाइन छु सो लेट्स सी गाइज होइन गुड मर्निङ अनि अहिले लेट्स सी आज चाहिँ हाम्रो चाहिँ 28 गतिको दिन चाहिँ हाम्रो आज कुल पूजा छ लेट्स सी गाइज है त्यो भएको कारणले चाहिँ हाम्रो उता कटालबाट दायाहरू अनि पोखराबाट ठुलो मेरो दायाहरू आउनुभएको छ अनि सी स्कुटर चाहिँ हाम्रो यहीँ छ है ठुलोले उहाँ बजार लगेर राखिदिनु रे अब चलाउनु नपाइने मौसम चाहिँ बगाल छ है लेट्स सी गाइज सिजनको भ्यू टी बगाल छ सिनेमेटिक हो कि हेर्नु यहाँ चाहिँ बाख्रा लिनु चाहिँ कबुल छ अनि हेर्नु नि यस्तो भयो कि यस्तो भएर यस्तोमा गोलेको तारबाट त्यो नङले हुँदैन पुरै तान्दै मलाई यस्तो एउटा भयो सो लेट्स सी गाइज अब चाहिँ फ्रेस हुनुपर्छ है अनि त्यही हो फ्रेस भइसक्यो अनि बल्ल चाहिँ हुन्छ है अनि मैले चाहिँ सुताको फोनबाट भ्लग गरिरहेको छु अब वान एन्ड ओन्ली हाम्रो आइफोन 14 प्रो लेट्स सी भ्यू चाहिँ अब हाल्ला हुन्छ कि चिकन गर्ने अहिले चाहिँ होइन अब यो यतातिर चाहिँ अब हिमालय देखिनु जान्छ यो लेट्सी गाइज होइन अनि अहिले चाहिँ यहाँ ड्याडले छोड्नु जानु ड्याड चाहिँ लेट्सी त्यहाँ लाइटर किन्न लाउनुको चाहिँ होइन अनि यहाँ चाहिँ यो अरू स्कुटर लिएर आएको छ कि ड्याडले छोड्न चाहिँ मन्दिर चाहिँ यता जानुपर्ने हुन्छ सो लेट्सी होइन स्कुटर चाहिँ ठिकै छ अब के भन्ने त यत्तिकै स्कुटर हो अब ठिकै छ लेट्सी अलराइट पायौँ होइन अनि अहिले चाहिँ मैले चाहिँ ड्याडले छोडिदिइसकेको अवस्था अनि अब चाहिँ निस्किन्छु म चाहिँ है सो पायौँ होइन अनि अहिले चाहिँ म चाहिँ आइसकेको छु है अनि दाइहरू चाहिँ अब उठ्नुहुन्छ होला के यहाँको बक्सै उडेछ त्यो दाइहरूको नेटको हो कि यो चाहिँ हाम्रो चाहिँ त छैन उता हाम्रो छ यहाँनिर हाम्रो चाहिँ दाइहरूको नेटको हो यो उडेछ यहाँ त के भयो त चाहिँ त्यस्तो हावाले त होला नि होइन अरू त उठ्न त्यस्तो टाइम उठ्नु भएन होला चाहिँ सो फ्रेस मुखसुख धुनु अझ मैले केही धोएन अझ मुख पनि धोएन मैले अझै सो लेट्सी गाडीको साइकल भनेर नन्ने होइन अनि अब चाहिँ फोन चार्ज गर्छु सो फोनमा चाहिँ चार्जै छैन पनि लेट्सी त्यो कारणले अनि अब चाहिँ त्यही हो एकछिन बस्ती गर्छु होइन अनि घरमा साधन छैन केही अब बाइकहरू छ त ठुलाडीको बाइक अनि अब दाइको बाइक छ बाइक त्यस्तै अब हामी चलाउनु पर्ने दाइहरूले चलाउनुहुन्छ सो अब एकछिन फोन चार्ज हाल्छु अनि बल्ल भ्लग गर्न पाउने त गाइस बाई guys होइन लेट्स सी राइट सो होइन अनि अहिले चाहिँ निस्किन् गाइस हेर्नु न यस्तो कपडा यस्तो भइसक्यो यार यस्तो भइसक्यो काठमाडौँ दबाई सुन कहाँ खुलेर राखेको त नि दबाई सुन त खुल्लै खाँदा नि केमा जाने दबाई सुन धाने हो कि अहिले त दबाई सुन होइन यहाँ चाहिँ उद्देश्यलाई सिङ्गल दबाई सुन चलिरहेको त्यहाँखेरि डबल लाएर खोलेर बसेर डबलले धान राख बक्लो रेलाई ओए दबाई सुन धान राख राम्रो Hey guys, it's
नेक्स्ट डे सो होइन अनि लेट्स चाहिँ अहिले चाहिँ हामी चाहिँ पोखरा जानेछौँ को भन्नेवाला जेनित म अनि सुजित दाई ठुलोमा जानेछौँ लेट्स चाहिँ होइन अनि यता नेपालमा चाहिँ हाम्रो ठुलो अर्को दिदी अनि ठुलो मम्मीहरू जाँदै हुनुहुन्छ होइन त्यो भएको कारणले चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ पारस बस पार्कमा छौँ सो पारस बस पार्क चाहिँ म अहिले फर्स्ट टाइम आएको भनौँ न होइन खै फर्स्ट टाइम नै हो पारस बस पार्क फर्स्ट टाइम म धेरैचोटि आएको म त फर्स्ट टाइमै मेरो भनौँ न होइन अब आएको छैन त अनि के भन्छ नि अनि यहाँ चाहिँ हाम्रो चाहिँ जम्मै एसी बसहरू यता छ अनि लोकल बसहरू यता छ अनि गाडी चाहिँ यसो बेसिकै चाहिँ अनि जाम न कता जानु दिदीहरू चाहिँ खै कता खा ए उहाँ हुनुहुन्छ उता बस्ने हो आउने बसौँ सो गाडी तपाईँ चाहिँ एकछिनमा भेट्छौँ अनि गाडीबाट चाहिँ पानी लिकेज भयो जस्तो छ क्या सो अब एकछिनमा भेट्छौँ बाई क्रेजी फ्यान गाई क्रेजी फ्यान को हो यता नि हाम्रो थारको फ्यान चाहिँ को हो बिहारी अङ्कल महेन्द्र थारको फ्यान। स्कर्पियो एन्ड अनि यता छ हाम्रो बुलेट अनि हाम्रो जुत्ता नेपालको बिगको नि बिग फ्यान छ बिगको नि बिग फ्यान सो यता हाम्रो दाई यता हाम्रो जेनित अमृत फ्यान ठुलो त निदैसक्नु भएको छ ठुलो यता जेनित सो यो फ्याम होइन अनि अहिले चाहिँ हामी चाहिँ लेट्सी अनि यस्तो दार्जिलिङ कफी खानेको भयो त्यो कारणले चाहिँ कफी सफी खाँदैछौँ है अनि हाम्रो गाडी चाहिँ लेट्सी गाडी चाहिँ यहीँ छ है अझ मुङ्गिनमा छौँ अहिले चाहिँ हामी चाहिँ अनि अहिले चाहिँ हामी मुङ्गिनमा छौँ लेट्सी मुङ्गिनको भ्यू गाइज मुङ्गिनको भ्यू बवाल छ है अनि चाहिँ यो यहाँ कफी खाने चाहिँ अब हेरौँ लेट्सी फ्यान अनि यहाँ चाहिँ सब कसको यो समर डग सबको खायो राइडर रोस्नी सब रहेछ त हेरौँ सबको छ क्या सबको छ क्या अस्ति आउने बेला नि हेरेको थिएँ राइडर रोस्नी स्टिकरले भएर सो यो गाई छैन तिनचुलीको भ्यू चाहिँ कस्तो बगा लाग्यो कि अब टोय लाग्यो होइन कफी होइन अनि त्यो भएको कारणले चाहिँ हेर्नु न यस्तो बवाल भ्यू कोही पाउँछ कसैले पाउन्न नि त्यहाँ चाहिँ एम्बुलेन्स आइरहेको रहेछ यस्तो बवाल भ्यू आइन्छ है पानीको छर्रा यस्तो उयो हेर्नु न बवाल चाहिँ सो त्यही हो होइन अनि अब चाहिँ हाम्रो निस्किन्छ यहाँबाट नि अनि यसो यो नयाँ पुल भयो यता चाहिँ पुरानो पुल भयो अनि यस्तो बवाल छ सो यो काम होइन अनि अहिले चाहिँ हामी चाहिँ डुम्रे आइपुगिसकेको अवस्था लेट्सी डुम्रेको बजार होइन लेट्सी डुम्रे चाहिँ अहिले बवाल भएको छ यहाँ डुम्रे नि पहिला अस्ति आउने बेला यो जम्मै अगाडि जम्मै खनेको थियो अहिले त बवाल भएछ डुम्रे नि सो लेट्सी हाम्रो दादा ड्राइभर यो सो अलराइट उता चाहिँ सनसेट हुँदै नि छ अझै टाइम चाहिँ कति भयो त टाइम चाहिँ लेट्स अझै 5:23 भइसकेको अवस्था अनि अहिले चाहिँ ढिलै आयो जस्तो लाग्यो है हामीलाई चाहिँ
घरबाट ठ्याक्क 2/21 हिँडेको थियौँ अनि अहिले चाहिँ 5:23 भइसक्यो। अब पोखरा कतिखेर पुग्छौँ अब हामी चाहिँ थाहै छैन। अब थाहै छैन। खाला है इन्जिनियरले करोडौँ खान्छ होला। सो यो गाइज होइन अनि अहिले चाहिँ हामी चाहिँ पोखरा पुग्यो नै भनौँ है अनि आइपुग्न लागिसकेको अवस्था। सो अहिलेसम्म हाम्रो दाइ चाहिँ ड्राइभिङमै हुनुहुन्छ है अनि ठुलो मम्मी यता टाउको दुख्यो भन्नुभयो ठुलो मम्मीले। सो लेट्सी अनि जेनी त ताहान लेट्सी गाइज जेनी चाहिँ ताहान है अनि अब अँध्यारो त भइसक्यो है। अब के भन्न सकिन्छ र है अब तपाईँले हेडलाइट अन गर्दै स्याम ठुल्याले चाहिँ किन फोन गर्नुभयो। सो अहिले चाहिँ लेख्न त आइपुगेर के अरे अब एकछिनमा चाहिँ अब घर पुगिन्छ। सो लेट्सी है अनि अब चाहिँ डाइरेक्ट घरै गएर भेटौँ न त। सो अलर्ट पाक होइन अनि अहिले चाहिँ हामी चाहिँ घर आइसक्यौँ अनि अब चाहिँ सामान मात्र झिक्न बाँकी। फाइनली पोखरा चाहिँ छिर्यो घरमै आइपुग्यो होइन। लेट्सी खान्छ ओए। सो यति बस्ने के झल्ला मम्मीले पनि त्यो झागर्छु मम्मीले अनि छ बरु